ढेँडो खाऊ मिठो। वेलकम गाइस, आजको न्यू ब्लगमा हामी फेरि आज पनि मुकबाङ ब्लग गर्दैछौँ। आज हाम्रो किचनमा उपलब्ध छ ढेँडो। यसमा चाहिँ एकदमै यो उयो लगाएको कि चिप्ले भेन्डी, सो यस्तो देखिएको छ। यता चिया पनि छ। सो अब खाइन्छ के कस्तो हुन्छ। टमाटरको अचार, बुढियाले पकाएको हो। ल सिस्नो कोदोको ढेँडो, च्याउ, टमाटरको अचार है। सुरु गरौँ गाइज। ल चेस गाइज। एकदम मिठो छ। ल ढेँडो खाऊ मिठो। गाइस ढेँडो खाइँदैछ। वासना आयो त्यसको। मिठो छ। ढेँडो खाने भनेको झम्किझम खाने हो क्या खाँदै। ल सिस्नो भात चाहिँ खाइसक्यो होइन। भुँडी यत्रो भएको छ, त्यो छोटा दाल हेरौँ भुँडी। अनि सिस्नो अझै पनि खाँदैछ। फाइनली गाइज आजको सामान्य मुकबाङ, गाउँले मुकबाङ होइन। खाइयो पो त, दामी खाइयो। कोदोको ढेँडोसँग गाउँले सिस्नो एकदमै मिठो भएको छ। तपाईँलाई के कस्तो लाग्यो हाम्रो भिडियो? मन परे लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस् डिबी ब्लगलाई। फेरि भेट्नुपर्छ। अहिलेको लागि छुट्याउँदै गाइज।